पाल्पाको भैरवस्थान मन्दिर भगवान भैरवको एक प्रसिद्ध र महत्त्वपूर्ण धार्मिक स्थल हो। यो मन्दिर पाल्पा जिल्लाको सदरमुकाम तानसेनबाट करिब 9 किलोमिटर उत्तर पश्चिममा अवस्थित छ। यो मन्दिर पाल्पाका सेन वंशीय राजा मणिमुकुन्द सेनले स्थापना गरेका हुन् भनिन्छ। एक किंवदन्ती अनुसार काठमाडौँमा आक्रमण गरेपछि राजा मणिमुकुन्द सेनले त्यहाँबाट भैरवको मूर्ति ल्याएर पाल्पामा स्थापना गरेको भनिन्छ। मन्दिरमा दुईवटा भैरवका मूर्ति छन्, बटुक भैरव जसको दर्शन सर्वसाधारणले गर्न सक्छन् र काल भैरव जसलाई अति शक्तिशाली मानिएकोले पुजारी बाहेक अरू कसैले हेर्न मिल्दैन। यहाँ भक्तजनहरूले विशेष किसिमको रोटी चढाउँछन् जसलाई रोट भनिन्छ। भाकल पुरा होस् भन्ने विश्वासका साथ हाँस, कुखुरा, बोका, परेवा र पाडाको बलि दिने पञ्चबलीको प्रचलन पनि छ। मन्दिर प्राय सधैँ भक्तजनको भिड लागे पनि विशेष गरी शनिबार र मङ्गलबारका दिन धेरै चहलपहल हुन्छ। दशैँ र वैशाख महिनामा पनि ठुलो मेला लाग्छ।